दर्शकबिन नमस्कार, म चन्द्र। यति बेला दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका वडा नम्बर 7 को छिततालबाट चाहिँ म यहाँहरुमाझ भिडियो बनाउन गइरहेको छु। कार्तिकको दिन छ, दर्शकबिन देख्न सक्नुहुन्छ। कार्तिकको दिनमा अहिले विगतमा केही अविरल वर्षा भएर चाहिँ कृषकलाई एकदमै जनजीवन प्रभावित पार्यो। तत्पश्चात अहिले कतिपय धानहरू काटिँदै गरेको अवस्थामा छ भने कतिपय काट्न बाँकी छ र देख्न सक्नुहुन्छ हजुरहरू यतापट्टि छिततालको डाँडो तल एकदमै यो मिलेको बस्ती छ, देख्न सक्नुहुन्छ। अति नै राम्रो र सुन्दर दृश्य। यति बेला म कार्तिकको लगभग अन्तिम मा छु। कार्तिक अब सकिनै लागेको छ, मुङ्सिर भित्रिने क्रममा छ, दर्शक पनि देख्न सक्नुहुन्छ। र पारीपट्टि हेर्दाखेरि मजुवा, लफ्याङ, त्यसै गरी दोरुङ, लुच्छिम लगायतका ठाउँहरू देख्न सकिन्छ। त्यसै गरी यताबाट निहाल्दाखेरि दिक्तेल बजारको सिन यहाँहरुमाझ देखाइरहेको छु। दिक्तेल बजार, त्यसै गरी हेर्दै जाँदाखेरि माथिबाट मुडे, रूपाकोट अति नै रमणीय दृश्य छ, देख्न सक्नुहुन्छ। यो चाहिँ भोजपुर चखेवा हुँदै भोजपुर जाने रोड हो र अति नै राम्रो र रमणीय दृश्य छ। यति बेला घाम लागेको छ, यो देख्न सक्नुहुन्छ। घरधुरीहरू पनि अति नै मजाले मिलेर बनेको छ, दर्शक पनि देख्न सक्नुहुन्छ। गाउँले जीवन त एउटा स्वर्गमै बसे सरह नै हुन्छ। दिक्तेल बजार पनि यहाँहरूले देख्न सक्नुहुन्छ। अति नै मनमोहक दृश्य छ दर्शकदिन। र हामी चाहिँ अहिले खास चाहिँ निम्तो मान्न जाने क्रममा थियौँ र यति बेला हामीसँग साथी पनि हुनुहुन्छ। साथीहरू पनि मसँग जुट्नु भएको छ, देख्न सक्नुहुन्छ। अति नै आकाश पनि एकदम सुन्दर उज्यालो छ, एकदमै उज्यालो। घाम लागेर घमाइलो पनि भएको छ, रमाइलो भइरहेको छ। लगातार रूपमा देख्न सक्नुहुन्छ। पारीपट्टिका डाँडाहरू पनि एकदम क्लियर कट रूपमा चाहिँ उब्रेको अवस्थामा छ। हरियाली जताततै, वनजङ्गल। र यहाँबाट निहाल्दै जाँदाखेरि चाहिँ तपाईँको छिततालको एकदम सुन्दर, अति नै सुन्दर बस्तीहरू देख्न सकिन्छ। हजुरहरू यहाँबाट देख्न सक्नुहुन्छ। तल निकै राम्रा घरधुरीहरू र गाउँलेहरू पनि अति नै मिलेर बसेका छन् यहाँनिर। र त्यसै गरी देख्न सक्नुहुन्छ पारीपट्टि दिक्तेल, अति नै राम्रो छ। र यहाँ हाम्रो एकजना बाँसुरी वादक भाइ हुनुहुन्छ, उहाँले केही बाँसुरी बजाउने क्रममा हुनुहुन्छ, दर्शक देख्न सक्नुहुन्छ। खोटाङ जिल्ला दिक्तेल बजार भन्ने उहाँले चाहिँ एकदमै भाका बजाउन गइराख्नु भएको छ। हाम्रो अति नै राम्रो बाँसुरी वादक हुनुहुन्छ। उहाँ खोटाङ सङ्गीत कलाकारमा कार्यरत हुनुहुन्छ। माटैको सेरानी नौले बहिनीलाई गराउन चिन्जाने खोटाङ जिल्ला दिक्तेल बजार लैलै सम्झनामा आउँछौ हजार।
बजार लैलै सम्झनामा आउँछौ हजार। दर्शकबिन सधैँभरि सम्झनामा आइदिइरहनु होला। खोटाङ जिल्लामा मात्रै बसोबास गर्ने नभएर अन्य जिल्लामा बसोबास गर्नुहुनेहरूलाई पनि एकपल्ट अवश्य पनि खोटाङ जिल्लामा प्रवेश गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। काको दैव संजोग लैलै मौकैले भेट भएको खोटाङ जिल्ला दिक्तेल बजार। दिक्तेल बजार लैलै सम्झनामा आउँछौ हजार। यताबाट निहाल्दाखेरि दर्शकबिन हामीले नेर्पाको दृश्य पनि थोरै मात्रामा देख्न सकिरहेका छौँ। उतापट्टि सोलमा छिता तालको तोचेसो पानीले तालको तोचेसो पानीले लायो माया लैलै त्यो कान्छे नानीले खोटाङ जिल्ला दिक्तेल बजार। दिक्तेल बजार लैलै सम्झनामा आउँछौ हजार। मनमोहक दृश्यसँगै हामी थोरै बाँसुरीको र मेरो एउटा गए गुज्रेको आवाज यहाँहरूमाझ प्रस्तुत गरियो दर्शकबिन। र हामी लगातार रूपमा अब वडा नम्बर 7 तर चिउरी डाँडाको पनि भिडियो बनाउनु पर्नेछ। म क्रमागत रूपमा अपलोड गर्दै गर्नेछु। अवश्य मलाई हेरिदिनु होला, सपोर्ट गरिदिनु होला, साथ सपोर्ट, च्यानल सब्सक्राइब पनि गरिदिनु होला भन्दै अब हाम्रो यात्रा चिउरी डाँडासम्मको। दर्शकबिन नमस्कार। यति बेला हामीसँग एकदमै राम्रो बाँसुरी वादक भाइ जुट्नु भएको छ र हामी घुम्ने क्रममा आज चिउरी डाँडासम्मको यात्रा तय गरेका छौँ। र भाइ हजुरको नाम चाहिँ? नमस्कार, म भद्रबहादुर विश्वकर्मा, खोटाङ सङ्गीत कलाकारको बाँसुरी वादन र लोक त्यसमा सँगै जोडिएको लोक बाँसुरी वादन। मेरो घर चाहिँ रावबस्ती गाउँपालिका 2 खारपा, वडा नम्बर 2 खारपा पर्छ। म अहिले हाल चाहिँ बसाइ दिक्तेल को चाहिँ लफाङ 5 मा बस्छु। आज हामी घुम्ने क्रममा छौँ। घुम्ने क्रम चाहिँ आज हाम्रो लगभग दिक्तेलदेखिको दोर्पा चिउरी डाँडासम्म जाने क्रममा छौँ। थोरै मनोरञ्जनमा म लोक धुन पुरानो यस
मेरो एउटा सुरु भयो